हेलो हाई वेलकम छ सबैजनालाई फेरि पनि मेरो अर्को मिनी भ्लगमा। आई होप सन्चै आराम हुनुहुन्छ र म पनि एकदम आरामै छु। अनि आज चाहिँ आमाको मुख हेर्ने दिन रहेको छ। सम्पूर्ण आमाहरूलाई ह्याप्पी मदर डे भन्न चाहन्छु। सो हजुरहरूले मनाइसक्नुभयो कि नै? मेरो चाहिँ अब स्टार्ट चाहिँ पहिला चाहिँ खासै अब त्यस्तो मनाएको थिएन। सो फर्स्ट टाइम हो, त्यही भएर खासै आइडिया छैन मलाई। मम्मीको लागि एउटा सानो सरप्राइज छ। अब मम्मीको रियाक्सन कस्तो हुन्छ होला, हजुरहरूले पनि हेरिदिनु होला, सँगसँगै इन्जोय गर्नु होला। नै कस्तो अमूल्य छ, बुझ्नेलाई राम्रै हो, अब कसै त अब नबुझ्ने पनि हुन्छ। सो त्यही भएर सबैजनालाई बुझिदिनु होला आमाको मायालाई रहन्छ। अनि सँगसँगै हजुरहरूलाई मैले अब सेलिब्रेसन गर्न लागेको सामानहरू पनि देखाउँछु। जाम सँगसँगै हजुरहरू पनि हेरिदिनु होला, हेरेर माया साथ सपोर्ट दिनु होला सबैजनाले। मम्मीको रियाक्सन कस्तो हुन्छ होला हेरिदिनु होला सबैजनाले। ल गाइजहरू, म चाहिँ मम्मीलाई सरप्राइजमा लगाउन लागिरहेको छु। आँखा लगाएर हेर्नु। सो एक्साइटेड हुनुहुन्छ उहाँ चाहिँ, उहाँलाई थाहा छ कि नै आई डोन्ट नो, रियाक्सन कस्तो आउँछ हेर्नु होला। म लाँदैछु। ल जाऊँ, हेर्नुहोस् होला, अन्तिमसम्म हेर्नु होला गाइस। 1 2 3 गो। ल हेर्नु आमा, हेर्नु उया हेर्नु न कस्तो लाग्यो सरप्राइज। हो हेलो गाइस, यहाँ चाहिँ बत्तीहरू बाल्न लागिरहेको छ है। छिटो लेख्न मदर्स डे, ह्याप्पी मदर्स डे। हेलो गाइस, मदर्स डे, ह्याप्पी मदर्स। हेलो गाइस, यहाँ चाहिँ गाइजहरू अब चाहिँ केक काट्नु सरप्राइज रहेको छ। सो रियाक्सन कस्तो हुने रहेछ हेरिदिनु होला सबैजनाले। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् होला। ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे, डियर मदर्स डे, डियर मदर्स डे। यहाँ आमालाई खाँदिरहेको सम्म हेर्नुहोस् होला, साथ दिइराख्नु होला, अब खेलिराख्नु होला गाइस सबैजनाले। हेरौ न सामान हो जस्तो लागेको छैन। झिक्नु न के जस्तो लाग्यो? ओइ यो खाना, ओइ तिमीहरू एउटा रुमालले पोस्दिनु न। ल गाइजहरू यो ओपन गर्न लाग्यो। सो यो चाहिँ मैले मेरो पनि यहाँ दुईजनाको सरप्राइज छ, हेरिदिनु होला सँगै। ल एक सुन रहेछ त भन्न नसके है। हेर न, हेर झिकेर लाउनु अनि झिकेर हेरौ न कस्तो रहेछ, मन पऱ्यो कि नै? हेलो गाइस, यसको नाम चाहिँ मलाई पनि थाहा छैन है गाइस। कस्तो लाग्यो? राम्रै लाग्यो। एकपल्ट द्याउ थाहा सन्मानले भनेको थियो क्या हो सरप्राइज पहिल्यै भनिदियो क्या हो? सरप्राइज म लगाइदिन्छु। अब हाम्रो सरप्राइज हो, कस्तो लाग्यो हजुरहरूलाई, मन पऱ्यो कि नै? अनि कस्तो लाग्यो आमालाई भनौँ त सरप्राइज? राम्रै लाग्यो, राम्रो खुसी लाग्यो भयो नि। 12 र 6 पायो। अब के गर्नु, अझै बेलामा उज्यालो गर्यो, राम्रो खुसी लाग्यो, मन पर्यो। हेर न यता एकचोटि, यो मन पऱ्यो परेन? मन पर्यो। ल अनि साइनी छोरीलाई के भन्न चाहनुहुन्छ? के भन्ने, आशीर्वाद दिने। त्यसरी हुँदैन। सो सरी गाइस, म चाहिँ एक्साइटेड हुनुभएको छ, त्यही भएर रुनु भएको छ। यस्तै हो, कोही अब सँगै हुनुहुन्छ, कोही हुनुहुन्न, त्यही भएर होला। डोन्ट माइन्ड। हेरिदिनु होला, फेरि अर्को पनि छ हाम्रो सरप्राइज सानो, हेरिदिनु होला सँगसँगै। ल गाइस, अब चाहिँ हेर्नु, मम्मीलाई पनि सरप्राइज मन पऱ्यो, अरू पनि छ केही कुरा। ओके राख्नु नि छिन्। ल गाइसहरू, म चाहिँ अब खानदिनु लगाइरहेको छु। अलिक मुख ठुलो गर्नु है। दाँत पनि खाएन। सबै झरी खिर बनाएको भए जस्तो भयो जस्तो। ल
त्यो खिर बनाएको चाहिँ अलिक टाइम भएको थियो त्यस कारण हेलो गाइस कसैले पनि धर्दैन योजना मात्रै होइन 7जना पनि हजुरको मुख हेर्न पाओस् हजुरको काखबाट जन्मदिन पाओस् फेरि फेरि पनि सधैँभरि खुसी राखिदिनुहोस् भगवान् मेरो मम्मीलाई आशीर्वाद सधैँभरि मनाउन पाओस् कान्छी छोरीलाई धेरै धेरै धन्यवाद छ आशीर्वाद छ तपाईँ जानी जस्तो हिँड्नु पाओस् हिमाल जस्तो नदी जस्तो ठुल्ठुलो साइला के अरे छोराको छोरी सो हेर्नु त आमा सबैजनाले गिफ्ट दिनुभएको छ सबैजनाको भइसक्यो नाता नातिनीहरू कान्छी छोरी देखाएर के गर्नु आमा कस्तो हेर्ने कस्तो नहेर्ने रङ्गिन बिरङ्गिन सबै छ है हेर्नु गाइजहरू सबैजनाले हाम्रो फ्यामिली जस्तो धेरै हुनुहुन्छ ठुलो हुनुहुन्छ हाम्रो परिवार चाहिँ रमाइलो लाग्छ खुसी लाग्छ सब मेरो बिहे भयो भने चाहिँ जन्दी अरू बाहिरको मान्छे जानु पर्दैन है यति कुरा सोचिराख्नु गाइजहरू सो यहाँ मेरो जन्दी जानलाई लाइन छ सबैजना त्यही भएर खुसी छ जे होस् सो म चाहिँ अब मम्मीलाई सोध्दैछु कस्तो लाग्यो मलाई यसो सुनिदिनु होला ल भनिदिनु राम्रो गर्यो कान्छी छोरी र साइल छोरीले एकदम धन्यवाद छ मेरो लागि आशीर्वाद ठुलो ठुलो आशीर्वाद होस् जहाँ जाने इमान्दारी गरेर खानु पाओस् लाउने बुढा पाओस् छोरै छोरा पाओस् कान्छी छोरीले अरूको त सबै भइसक्यो कान्छी छोरीको बाँकी छ लाउनुहोस् ल यो चाहिँ नातिनीले कुन चाहिँ नातिनी ए आशीर्वाद होस् पढाइमा पनि पास भएको छ पास भएको थियो पास होस् राम्रो इन्जिनियर बुढाहरू चाहिँ पास होस् इन्जिनियर हुनु पाओस् पढाइ लेखमा तालिम होस् आजकल हेला पक्कर नगरोस् अर्को नातिनीको भन्नु पऱ्यो नि नाम त यो त छोरीको नातिका ऋतुको गीत हेर्नुहोस् है गाइडहरू गीत हेर्नुहोस् गाइडहरू साथीहरू हेर्नुहोस् है धेरै धेरै धन्यवाद छ है धन्यवाद छ साथीहरू हेरिदिनु नाति नातिनाले छोरीले एकदम राम्रो एकदम ठुलो इमान्दार गरेर औँसी मनाइदिनु भयो आमालाई एकदम धन्यवाद छ सबैजना राम्रोसी मनाइदियो मलाई औँसीमा राम्रो बाई बाई साथीहरू बाई बाई मलाई चाहिँ अब मेरो छोरीहरू हेर्नु मभन्दा ठुलो छ छोरीहरू पाइसकेँ मैले मलाई पनि खानदिनु कि गिफ्ट अरे ल हेर्नु के किन्दैछ छोरीहरूले अङ्गुर खाइदियो खाँदैन अन्त हेरिरहेको के गर्नु मेरो गिफ्ट थ्याङ्क यू सो मच दुवैजना छोरीलाई धन्यवाद छ सानो दिनुभयो माया दिनुभयो थ्याङ्क यू सो मच अब हाम्रो चाहिँ सकिसक्यो भनौँ न अब सबै सकिसक्यो अब फोटो खिच्ने कार्यक्रम बाँकी छ सो अब ठिकै भयो जे छ जति छ अब त्यतिमै गरेर सकिसक्यो सेलिब्रेसन पनि खुसी भयो आज सो सेलिब्रेसन गरेर जाने पनि नजाने पनि सबैजनाले भेटिनु होला माया गरिदिनु होला हामीले जे जति सक्यो अब त्यति गरेर मनाएको अब मम्मीलाई पनि खुसी लाग्यो अरे अब मेरो पनि छोरीहरू छ नि हेरिदिनु मेरो त बिहे भइसक्यो है गाईहरू त्यही भएर छोरीहरू भएको सबैजनाले हेरिदिनु होला हजुरहरूले इन्जोय गर्नु होला सँगसँगै हजुरहरू यता हेरिदिनुहोस् उहाँ चाहिँ मेरो दाइको अब यता हेर्नु त ओइ उहाँ पनि हो दाइको छोरी यता पनि हो उहाँ चाहिँ दिदीको छोरी मेरो पनि छोरी उहाँ आमा अनि म आदि त आउनै बाँकी छ फ्यामिलीहरू यसो आउनु भएको छैन बेलुका आउनुहुन्छ होला आजको लागि यति नै रमाइलो भयो सेलिब्रेसन गर्न पाएर सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला ओके बाई बाई एभ्रिवान सबैजना फेरि नेक्स्ट भिडियोमा भेट्नेछु फेरि पनि सबैजनालाई खुसीको धेरै धेरै शुभकामना छ ओके बाई